अहिलेको समयमा नागरिकता भन्दा पनि इम्पोर्टेन्ट राष्ट्रिय परिचय पत्र भइसकेको छ। अब केही फारमहरू भर्नु पर्यो भने राष्ट्रिय परिचय पत्र माग्ने गर्छ। हजुरहरू राष्ट्रिय परिचय पत्रको लागि नेपालबाट फारम भरेर आइसक्नु भएको छ भने आफ्नै मोबाइलबाट पनि राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नुहुन्छ। कसरी गर्ने यहाँ हेर्नुहोस् है, म हजुरलाई स्क्रिन रेकर्ड गरेर देखाउँछु है त। सबैभन्दा सुरुमा आफ्नो मोबाइलको क्रोम ब्राउजरमा जानुहोला र क्रोम ब्राउजरमा गइसकेपछि यहाँनिर सर्च गर्नुहोला एनआइडी नेपाल भनेर सर्च गर्नुहोला। पछि यहाँनिर सुरुमा देख्न सक्नुहुन्छ डाउनलोड योर इएनआइडी भनेको छ, यसमा क्लिक गर्नुहोला। सबभन्दा माथिकोमै क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ हाम्रो यो ब्राउजर खुलिसकेको छ। अब यसमा जे मागेको छ त्यो फिल गर्नुपर्ने हुन्छ। यसमा सुरुमा भनेको छ फुल नेम, नेपालीमा भनेको छ, र तलकोमा फुल नेम भनेको छ। फुल नेम यो चाहिँ इङ्ग्लिसमा लेख्नुपर्छ आफ्नो नाम। त्योभन्दा तल भनेको छ डेट अफ बर्थ, बिएस भनेको छ विक्रम सम्वतमा। नेपालीमा आफ्नो जन्म मिति राख्नुहोला। जन्म मिति भनेको 2046। हजुरहरूको जन्म मिति जति छ त्यति राख्नुहोला है त। तल भनेको छ सिटिजनसिप इस्यु डेट। सिटिजनसिप इस्यु डेट भनेको चाहिँ नागरिकता बनेको डेट राख्नुहोला। नागरिकता बनेको डेट हजुरहरूको कति हो त्यति राख्नुहोला। तल भनेको क्याप्चा भनेको छ। अब क्याप्चा आउन चाहिँ अलिक टाइम लागिरहेको छ है त। सर्भर स्लो भएर होला, क्याप्चा आउन अलिक टाइम लाग्छ, वेट गर्नुहोला हजुरहरू। यहाँनिर चाहिँ क्याप्चा आउँछ है। क्याप्चा यो किन आउँदैन भन्दाखेरि धेरैले अब यो वेबसाइट ओपन गरेका होलान्, त्यस कारणले सर्भर डाउन भएको कारणले यो चाहिँ क्याप्चा आउन लेट गर्छ। अब हाम्रो क्याप्चा आइसकेको छ, तल यहाँ देख्न सक्नुहुन्छ। अब हजुरहरू यहाँ जे लेखेको छ नि त्यही माथि लेख्नुहोला। तल हेर्नुहोला, क्यापिटलमा छ भने क्यापिटल लेख्नुहोला, स्मल छ भने स्मल लेख्नुहोला, र नम्बर छ भने नम्बर लेख्नुहोला। यसरी म जसरी लेखेको छु त्यसरी लेखेर सर्चमा क्लिक गर्नुहोला। सर्चमा क्लिक गरिसकेपछि एकछिनपछि यो हजुरहरूको पुरै डिटेल खुल्छ। राष्ट्रिय परिचय पत्रको डिटेल पुरै खुल्छ है त। एकछिन वेट गर्नुहोला। यहाँ देख्न सक्नुहुन्छ मेरो राष्ट्रिय परिचय पत्रको डिटेल खुलिसकेको छ, हजुरहरू देख्न सक्नुहुन्छ। अब यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड भन्ने अप्सन रहेको छ, त्यसमा क्लिक गरेर डाउनलोड गर्नुहोस् र एकछिनपछि डाउनलोड हुन्छ। र डाउनलोड भइसकेपछि यहाँनिर यस्तो खुल्छ। अब डाउनलोड भएको फाइललाई ओपन गर्नको लागि थ्री डटमा क्लिक गर्नुहोला र डाउनलोड अप्सनमा गएर माथि यहाँ देख्न सक्नुहुन्छ हाम्रो डकुमेन्ट डाउनलोड भइसकेको छ। र अब यो डकुमेन्ट ओपन गर्नको लागि यहाँनिर पासपोर्ट चाहिन्छ। पासपोर्ट चाहिँ के हो भन्दाखेरि हजुरहरूको नामको पहिलो अक्षर 4वटा जुन हुन्छ नि, जस्तै मेरो नाम महेश हो भने MAHE 4वटा, र डेट अफ बर्थ कति हो त्यसको 4वटा, जस्तै कसैको 2052, कसैको 2053, कसैको 2056 हुन्छ नि त्यही राख्नुहोला यसमा चाहिँ। र अक्षर राख्दाखेरि चाहिँ 4वटा नामको अक्षर राख्दाखेरि चाहिँ क्यापिटल अक्षर राख्नुहोला है त। पासपोर्ट राखिसकेपछि ओपन गर्नुहोस् र यहाँ देख्न सक्नुहुन्छ मेरो राष्ट्रिय परिचय पत्र खुलिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ मेरो राष्ट्रिय परिचय पत्र डाउनलोड भइसकेको छ। यसरी हजुरहरू आफ्नो मोबाइलमा आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नुहुन्छ है। अब हजुरहरूलाई आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर पनि थाहा भयो र जरुरत पर्यो भने यो फोटो पनि कसैलाई दिन सक्नुहुन्छ। जस्तै कुनै ठाउँमा हजुरहरू कसैको लागि फारम भर्दै हुनुहुन्छ, जस्तै वैदेशिक रोजगारीको लागि फारम भर्दै हुनुहुन्छ भने क्युआर कोड स्क्यान गर्दाखेरि त राष्ट्रिय परिचय पत्र अनिवार्य माग्छ। त्यसको लागि चाहिँ काम लाग्छ। हजुरहरू आफ्नै मोबाइलबाट यसरी हेर्न सक्नुहुन्छ है त। भिडियो मन पर्छ भने लाइक र सेयर गरिदिनु होला र अरू साथीहरू पनि यसरी नै आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सकुन्, त्यसकारणले भिडियोलाई सेयर गरिदिनु होला। र आइडीमा नयाँ हुनुहुन्छ, च्यानलमा नयाँ हुनुहुन्छ भने आइडीलाई फलो र च्यानललाई सब्सक्राइब गरिदिनु होला। म हजुरहरूको लागि यस्तै जानकारीमूलक भिडियो ल्याउने गर्दछु, त्यसकारणले आइडीलाई फलो र च्यानललाई सब्सक्राइब गरिदिनु होला। यति भन्दै बिदा हुन चाहन्छु। हस्त, नमस्कार, धन्यवाद, जय नेपाल। हजुरहरूको दिन शुभ रहोस्।